यत्रो दिन भयो मैले मेकअप गरेको तिमीलाई देखेको के चाहिँ लाउँछौ ल आज मलाई भन त ल पक्नु है त त्यसो भए यो चाहिँ मुख धुने बित्तिकै लगाउने सेरम नाइसिनामाइडको सेरम हो यो चाहिँ मुख धुने बित्तिकै फेस ड्राई गरेर यसरी लाउने हो त्यसले फेस ड्राई गर्ने हो होइन फेस ड्राई गरेर लाउने यसले चाहिँ अनुहारको ओइली अनि तपाईँको पिगमेन्टेसन यसले चाहिँ कम गर्छ यो किन्नु पर्यो भने कहाँ पाउँछ यो पञ्चकोशीमा पाउँछ यो मोइस्चराइजर अनुहार बेस अनुसार लगाउनु पर्यो ओइली फेसको लागि जेलमा लगाउनु पर्यो ड्राई फेसको लागि क्रिममा लगाउनु पर्यो मेरो चाहिँ ओइली फेसको लागि चाहिँ त्यही भएर मैले जेल बेसमा मोइस्चराइजर लगाउँदैछु यो पनि किन्न पञ्चकोशी नै जानु पर्यो ठाउँ पनि पाइन्छ पञ्चकोशी नै जानुपर्ने होइन तर पञ्चकोशीमा मजाले पाउँछ अरूमा पनि पाउँछ यसले चाहिँ फेसलाई मोइस्चराइजर राख्छ मोइस्चराइजर पछि सनस्क्रिन यसले चाहिँ तपाईँलाई घामबाट जोगाउँछ घामबाट किरणबाट के हुन्छ कालो बनाउनु तपाईँलाई पनि लगाउनु भन्छु नि म हाँडी मुसले यस्तो भएर कुद्नुहुन्छ यसले चाहिँ सनस्क्रिन हो यो चाहिँ मजाले लगाउनु अलिकति लगाएर हुँदैन पुरा फेसभरि लगाएर मजाले यस्तो गरेर मजाले ब्लेन्ड गर्नुपर्छ यो चाहिँ कति एक पाउ जति लाउनुपर्छ एक पाउ होइन र पनि लाउनुपर्छ म सनस्क्रिन मजाले ब्लेन्ड भएपछि म चाहिँ यो मिसाको 27 सेटको चाहिँ बिपी क्रिम लाउँछु किनभने मेरो अनुहार पिगमेन्टेसन अलिक बढी छ नि त्यसले चाहिँ कभर गर्छ तपाईँको भाषामा भन्नुपर्दा यसले चाहिँ गोरो बनाउँछ क्या यो चाहिँ गोरो बनाउने हो यो चाहिँ गोरो बनाउने हो ल त्यसो भए गोरो बनाउने पनि पर्यो मान्छे कति पत्र भयो अहिलेसम्म तपाईँ हिसाब गर्दै पर्नु न 4 पत्र भइसक्यो अब कति पत्र हो हेरौँ यो चाहिँ के हो फेरि यो त भनेनौ त के लाउँदैछौ अहिले चाहिँ हेर्नु ल यो के बोलाउँछु अनि थाहा पाउनुहुन्छ तपाईँ आफै यो 5 को पालोमा यो आयो यो चाहिँ पातल आइब्रोलाई अलिकति मोटो अलिकति राम्रो देखाउनलाई बनाउने यो आइब्रो जेल हो बियोसे नहुनु नि फेरि मैले मेकअप गरेको देखेर यो के सेट गरिसकेँ अब पालो आई सेडोको आई सेडोमा चाहिँ अब ड्युटी जानको लागि धेरै हेभी लाउनु भएन त्यही भएर नदेखिने खालको लाउनु पर्यो त्यहाँ भए जति सबै लाउने हो देखाउनु न पनि यहाँ भयो कि सबै लाग्नु त फेरि म भरे ड्युटी पुगेर रसमै खाल्नु नि त पुरा सबै लाउने होइन आफ्नो फेसको लागि कुन सुट हुन्छ ड्युटी जाँदा कुन सुट हुन्छ भनेर हल्का खालको लाइट खालको लाउने हो जानकारीको लागि धन्यवाद यसले गर्नु अझै बाँकी छ अझै पर्खिनु न तपाईँ कति हतार गर्नुभएको क्या अब पालो आयो गाजरको सकेको छैन तपाईँ हतार गर्नुहुन्छ कति टाइम लाग्छ सकिनको लागि अब कति घण्टा लाग्छ पर्खिनु न त्यसै सजिलो छ जस्तो लाग्छ हामी त्यसै यति राम्रो भएर हिँड्छौँ जस्तो लाग्छ यो पालो भयो मस्कारा यसले चाहिँ के गर्छ थाहा छ भन्नु त मस्काउने काम गर्छ यसले मस्काउने काम गर्छ तर यसले भाडा होइन यसले चाहिँ आइब्रो मस्काउने काम गर्छ आइल्यासेस मस्काउने काम गर्छ हेर्नु न तपाईँ आफै हेर्नु न मेरो आइल्यासेस कति ट्रान्सफर्मेसन हुन्छ अहिलेसम्म कति पातलो देखिरहेको थियो अहिले ल हो त रहेछ त कति पातलो ठुलो ठुलो भयो त अहिले त है तर मेरो मेकअप हेरेर बियोस नहुनु नि फेरि म अब हुन लागिसकेँ अब चाहिँ के को पालो छ तपाईँको हेर्नु यो म कहाँ लाउँछु ए यो त ब्रस त झ्यालढोकामा युज गरिन्थ्यो अनुहारमा पनि युज गरिन्छ यो पनि झ्यालढोका वालमा पेन्ट गरे जस्तै हो क्या तर यो चाहिँ फेसको ब्रस हो तपाईँले चाहिँ लगाउने चाहिँ झ्यालढोकामा हो हामीले चाहिँ फेसमा लाउँछौँ त्यो ब्रस चाहिँ यो चाहिँ के हो तपाईँ चिन्नुहुन्छ होला होइन कि चिन्नु नि त त्यो त म चिनिहाल्छु नि मैले नै लगाइदिएको चिनारी त हो होइन लगाइदिनुहुन्छ कि लगाऊँ यो चाहिँ मैले अब पहिले पनि धेरैचोटि लगाइदिइसकेँ आज चाहिँ तिमी नै लाउ न यो चाहिँ मेरो बुढाले दिएको सिन्दुर हो यो चाहिँ जहाँ पाए त्यही किन्न पाए पनि जसले पाए त्यसले चाहिँ लाउनु हुँदैन है ओके किन्न पनि पञ्चकोशी नै आउनु होला नि यो चाहिँ पञ्चकोशी बिहे गरेको जति सबैले मिल्यो अरूले मिलेन अझै बाँकी छ नि अब भर्खर आदि सकिँदैछ राम राम छोरी मान्छे कसरी मेकअप गर्न सक्छन् होला है
सबैजनाले कसरी मेकअप गर्नुहुन्छ होला। म त आफ्नै बुढीको देखेर भर्खर आधी मात्र हुँदैछ अरे। त्यही भएर अब पर्खिनु न, हेर्नु न, ट्रान्सफर्मेसन पनि त एकदम राम्रो आउँछ नि त। हेर्नु बेबी, मेरो यो फाइनल लुक्स हो। कस्तो देखेछ मलाई? तिमी अब सधैँ राम्री त धेरै राम्री नै हो, मेकअप गर्दाखेरि अझ क्युटनेस, हाँस्नेनेस सबै आयो, राम्रो आयो। लुक लाइक अ ब्युटी। अरू मक्खबाट म लड्न हाल्यो, म बेस हुन्छु होला है। राम्रो छ, मेकअप गर्दा राम्रो देखिँदो रहेछ। तर यति धेरै मेकअप गरेपछि छोरी मान्छेलाई गाह्रो त गाह्रै रहेछ होइन। अनि त्यसै सजिलो हुन्छ राम्रो भएर हेर्नु। पर्सनल स्याहार सुसार गर्न पनि लाग्दो रहेछ 2-4 घन्टा।